गाइस वेलकम टु माई भ्लग। आज न्यू डे न्यू भ्लग है। आज चाहिँ टक्क कलार त्यही होला। आज चाहिँ टक्क लाएर हामीतिर गएको माथितिर गएको थियौँ अरिङ्गाल नि हेर्ने। अन्त यसो जाम न भनेर छोरोलाई लिएर हिँडेको होइन। अनि यसो बाटा अरिङ्गाल देख्यो यस्तो गरेर अब त्यसलाई त अब टक्क पारामा अब पोल्न पर्यो आज बेलुकी। अनि त्यही भएर यसो हेर्नु होला है। अनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ अब यहाँ म्यागडी बस्ने नि अब 2-4 दिन छ, त्यसपछि जानुपर्छ। अनि ठ्याक्कै मैले भनिरहेको थिएँ क्या अरिङ्गाल खान पाइएन भनिरहेको थिएँ। झन् भाग्यल जुराको आज यसो अरिङ्गाल हेर्दै माथि मामा घर गएको अर्मनतिर। अनि अरिङ्गाल भेटिन्छ यार, छैन र धेरै ठुलो त छैन। ल अहिले म अरिङ्गाल देखाइदिन्छु होइन। अनि टक्कै यहाँ पनि अब मेला लागिरहेको छ, मेला भ्याएर जानु भनेको अहिले देखाइदिन्छु होइन। एकैछिन यहाँ बसेँ हम होइन। अब टक्क यसो खोल्न काँक्रा यस्तरी एउटा केटीले काँक्रा फोन लगाएको टक्क हामी बसिरहेछौँ। भाउ छोरा पारामा बसिरहेछौँ। अब काँक्रा साँक्रा खाइन्छ, त्यसपछि लागिन्छ। अनि यसो अरिङ्गाल पनि हेरिन्छ। त्यो के भन्छ त्यसलाई अहिले चाहिँ यता फोन पनि सक्नुहोस् क्या ल गाइज। गाउँको अर्ग्यानिक काँक्रा कस्तो छ? दामी छ जोस। माइजगा रहेछ नि लिएर आएको क्या। यस्तो गाइस गाउँतिरको हलिचोली टक्क उकालो ओह्रालो गऱ्यो, खायो, हिँड्यो है, मस्त। अब धेरै छैन, 2-4 दिनपछि अब गइन्छ। त्यही भएर आज यसो माइजू ठिम घर आएको हो। अघिल्लो उमा हेरिसक्नु भयो, यो गाउँ होइन, यही हो। तल चाहिँ यहाँबाट बनाउने भिडियो, तल चाहिँ जुम गर्न अलि रुक्न है। त्यहाँ चाहिँ मेला लागिरह। अब केटाहरू आउँछन्, टक्क दामी छ। छोरो यहाँ बसिरहेछ। अब टक्क यसलाई चाहिँ एउटा भिडियो बनाइदिने ल। टक्क हेर्नुहोस् एकचोटि भ्यू दामी तरिकाको टक्क। The next day. ल फाइनली गाइस हामी गोला पोल्न आइसक्यौँ होइन। हिजो बेलुका आएको केले लहाटो ए यस्तो घाउ पनि भयो। आज चाहिँ यो अनि साला खान 4जना आएको। हिजो गोलै नभेटेर यार राति दुःख पाइयो फेरि। लाइट भएमा हुन्थ्यो त्यो नि। हिजो यो घारा लिएर आएको, आज फेरि अर्को घारा। खै घारा यसलाई भन्छ घारा होइन, टक्क भन्छ। अनि माथि यहीँ रहेछ कहिले हेरौँ त चिलाउने चिलाउने रुखमै गाइस। ल गाइस ए हामी चाहिँ हिजो उट्टापट्टिको रुखमा उठ्यो, कटाउँछ रुखमा चढिदियो हेम्मै रहेछ क्या। हिजो हेरौँ न यत्रो फाँदै आएको होइन। अनि माथि नि हेरौँ है गोला। अब कहाँ छ र गोला? अब गोला नि कहाँ गर गोला ए उहाँ रहेछ गोला। है देख्नु नि गोला यहाँ छ होइन। अनि माथि नि हामी हिजो चाहिँ केले लहाटो यहाँ भाग्दै गयो। हिजो त्यहाँ आयो लाइट नभएर गयो, हेम्मै रहेछ। लगाएछ अरू हेर्दै गरौँला है कसरी पोलिन्छ। तपाईँहरूलाई पनि थाहा छ भने भन्नु होला होइन गाइज। अब हेर्नु होला है कसरी पोल्छौँ गोला है गाइज। ल पोल्न सुरु भइसक्यो होइन। तेल हाल पहिला टक्क अँडेर नि भइसक्यो गऱ्यो। अब माथि चाहिँ जग्गा ल गाइस जलिसक्यो आगो होइन। ल गाइस जलाए ओ आकाश धेरै उठ्न नजाए। ल गाइस अरिङ्गाल फाइनल्ली पोलिसक्यो। ए आगो जलाउँदैछ है बाबुले। गोलामा हालै गोलामै
आसिलहरु गाइस यहाँ चाहिँ बाबु चढ्दैछ चलाउँदैछ मजाले आगोमा टग्ने नाटिन जाए त्यहाँ साला छन् ओए ओए बाबु त्यहीमा झिल छैन अरिङ्गाल हिँडिराखेकै जा जा ल गाइस फाइनली गोलान पुलिसक्यो हैन हजुर मलाई डर पो भन्छन् फेरि आए तिनी यसको कहानी छुट्टै छ अहिले भनौँ ल जान्न के जाग चिलाउने बोल्नु हुन्छ चिलाउनु बोल्नु हुन्छ के को छ यार के भन्छ त्यसलाई यार वहाँ माथि पुगेको गाई जानु फेरि भाँचिन्छ डरार झरो फेरि जाँदैछ होइन हेर्दै गरौँ है के कस्तो हुन्छ ल गाइस त्यो बाबुले हाल्न लागिसक्यो होइन त्यो भाँच बाबु भाँच आसी चाहिन्छ भाँच्यो त बेला हेटो गाई जस्तै हान्नुपर्छ हालिस बाबु ओ खाले माथि उठ न ओ अरिङ्गल आए आकाश तेरो टाउको माथि बिस्तारै बिस्तारै काले झर ल गाइस हेरौँ त बाबु बिस्तारै भाँच्यो त भाँच्यो ल जाम चप्पल लाइन ल गाइस अरिङ्गल ल्याइसक्यो बाबु र आयो है अब तल गएर हेरौँ ल आसी कहाँ छ आसी कता यहाँ आसी चाहनु पर्यो यहाँ रहेछ ल जाम ल बोका तल जाम ल आँखा पऱ्यो अरे यार मोबाइल त यार लगाइ तल हेरौँ ल के छ गाइस फाइनल्ली अरिङ्गाल ल्याइसक्यो खासै धेरै त रहन्छ तर ठिकै हो माउहरू तन्ने रहेछ कहिलेकाहीँ यति नै खानुपर्छ ल आजको दुःखको फल चाहिँ यही हो टक्क हाम्रो यहाँ जेठियाहरू टक्क हेरेर पाउनु भएछ अहिले टिप्पा टिप्पा लाग्नुपर्छ ल गाइस अब यति नै भयो हेरेर साथ सपोर्ट दिनु होला आजलाई चाहिँ म भलग यतिमै इन गरिदिन्छु होइन ल एकचोटि हेर्नु त गाइस डराउँदैको तिमीले भिडियो गराएन बनाइन क्या मैले आज डराउँदै हिजो गएको अब घाउ काटेर आयो आज चाहिँ ए अरिङ्गल टोकेर ल यहाँ देखा भने नि यहाँ बहिनीहरूमा यहाँ जिठिया जिठिया के छ यहाँ चाहिँ कालेको साउ हो ल यहाँ भाउजू टक्क हुनुहुन्छ टक्क पार ल गाइस यहाँ फेरि देखाउनु भन्नु ल हेर्नु भाउजू चाहिँ आज के तारा खाना ला लाइट पनि गयो गाइस आजलाई चाहिँ म यति नै गरिदिन्छु है बाई